स्टक एनालाइसिसको यो भिडियोमा चाहिँ हामी एचआरएल को एनालाइसिस गर्ने छौं। यो स्टकमा हेर्छ भने यो लोअर साइडतिरबाट चाहिँ यसमा एउटा ट्रेन्ड लाइन आइरहेको छ भने प्राइसले चाहिँ यो ट्रेन्ड लाइन माथि नै सपोर्ट लिँदै बढिरहेको छ र अहिले पनि हेर्ने हो भने प्राइस चाहिँ यो ट्रेन्ड लाइनमा चाहिँ सपोर्ट लिएर बढिरहेको छ। यसमा सपोर्ट र रेजिस्टेन्सको कुरा गर्ने हो भने 813 को लेभलमा चाहिँ पहिलो र स्ट्रङ सपोर्टको जोन रहेको छ। त्यस्तै गरी 861 को लेभलमा चाहिँ स्ट्रङ रेजिस्टेन्सको जोन रहेको छ भने 927 को लेभलमा चाहिँ यसमा दोस्रो रेजिस्टेन्सको जोन रहेको छ। यदि तपाईहरुले चाहिँ यो स्टकलाई अहिले बाइङ गरिसक्नु भएको छ भने यो स्टकको प्राइस 813 को यो जोन भन्दा माथि नै सस्टेन भएसम्म यसलाई होल्ड गर्न सकिनेछ। तर यदि प्राइस चाहिँ करेक्सन भएर 813 को जोनलाई पनि लोअर साइडतिर ब्रेकआउट गर्छ भने त्यस्तो अवस्थामा चाहिँ यो स्टकबाट एक्जिट गर्नुपर्ने हुन्छ। त्यस्तै गरी यदि तपाईहरु चाहिँ यसमा नयाँ बाइङ गर्न चाहनुहुन्छ भने यो स्टकको प्राइस 861 देखि 813 को यो जोन भित्र हुँदै गर्दा यसमा बाइङका लागि हेर्न सकिनेछ। र यसमा टार्गेटको कुरा गर्ने हो भने 927 को लेभलमा पहिलो टार्गेटको जोन रहनेछ भने 973 को लेभलमा चाहिँ यसमा दोस्रो टार्गेटको जोन रहनेछ। हस्त स्टक एनालाइसिसको भिडियो यति नै। हाम्रो यो भिडियोलाई चाहिँ रेफरेन्सको रूपमा युज गर्दै आफूले पनि थप अध्ययन र अनुसन्धान गरेर चाहिँ ट्रेडिङ डिसिजनहरु गर्नु होला। भिडियोलाई चाहिँ अन्तिमसम्म हेरिदिनु भएकोमा धन्यवाद।